आमा गतिलो भए छोरी पनि गतिलो हुन्छ भन्ने त सुन्नु भएको होला है साथीहरू। र यो 100% सही हो। जुन आमाले नि आफ्नो छोरीको सामने आफ्नो बुढालाई हेपेर राख्ने गर्छ नि साथीहरू, हो त्यो छोरीले पनि उसको नानीहरूको सामने उसको बुढालाई हेपेर राख्ने गर्छ। जुन आमाले नि आफ्नो छोरीको सामने आफ्नो बुढालाई साथीहरू बेइज्जती गर्छ नि, हो त्यो छोरीले पनि उसको नानीहरूको सामने उसको बुढालाई बेइज्जती गर्छ। जुन आमाले नि आफ्नो बुढालाई छोडेर अर्कोसँग जाने गर्छ नि साथीहरू, हो त्यो छोरीले पनि उसको बुढालाई छोडेर अर्कोसँग जाने गर्छ। बोट गुनाको फल भनेको त सुन्नु भएको होला र यो 100% सही हो साथीहरू। जस्तो आमा त्यस्तै छोरी, एउटै छोरा मान्छेसँग आफ्नो पुरा जिन्दगी बिताउने निर्णय लिनुहोस्। मैले देखेको छु साथीहरू, यस्तो छोरी मान्छेहरू पनि छ यो संसारमा जो यस्तो स्थिति सुका खाना खाएर भए पनि नि साथीहरू एउटै छोरा मान्छेसँग आफ्नो पुरा जिन्दगी बिताइरहेको छ। र उसको छोरीहरूले पनि नि साथीहरू जस्तै स्थिति भए पनि एउटै छोरा मान्छेसँग आफ्नो पुरा जिन्दगी बिताइरहेको छ। ज्ञान भलै जहाँबाट पनि पाओस् साथीहरू, तर संस्कार भन्ने हामी आमाबाट नै नानीहरूले पाउनेछ।